भएन हामीसँग यार छ्या पसीना निकाल्छ रे ल मैले एप्स क्या ढजी जाऊ दिया प्लान्स सिक्न चाहिँ मलाई कति मिनिमम त 2 महिना त लाउने नै भयो यार प्लान्स पुरै नसा बाहिर निस्केर लास्ट हुन्छ प्लान्स गर्नु बेला डाइरेक्ट पुरा रड मुखमा अड्के जस्तो हुन्छ क्या त्यस्तो रडहरू सबै चाहिँ मुखमा आएर अड्के जस्तो हुन्छ त्यही माथि यो सोल्डर चाहिँ पुरा नर्मल भाँचे जस्तो हुन्छ एप्स कुरै थाल्ने बल्ल मात्र लेभल 10 सम्म हुन्छ प्लान्स गर्ने चाहिँ मात्र लेभल 9 नसिके बल्ल नि सोल्डरको हातमै निकालिदिन्छ र नेल डाले Let's try again. Not. ब्यालेन्स गर्न सिक्नु लाग्यो बिस्तारै सिकिन्छ अर्को के छ 360 डिग्री हुँदो के समथिङ यस्तो नाम छ क्या एउटा यो चाहिँ मेरो बिगिनर हो म क्यालेक्सन चाहिँ लास्ट होइन एक्सर्साइज लागेन उसको लागेन एक्सर्साइज लागेन उस बनाउन लागेन उब्लिक पुरै जान्छ गेमहरू गाह्रो छ त्यो क्यालेक्सन चाहिँ सबभन्दा गाह्रो हुन्छ केटाहरू Selain nama apa deh? Aja banyak. Sidang aja. Itu 90 degree mana? Extremely hard than we thought. मेरो कोरलाई चाहिँ कोर मेरो चाहिँ विक भएर मैले घरमा यो सबै हो नि मेरो कोर चाहिँ लास्टै विक भएछ अब मेरो कोरको लागि चाहिँ लास्टै 10 गन भन्नु यार अन्त पसिना सिकाउने त्यस्तो पसिना निस्किनु छ एउटा चाहिँ ड्रागन हो के भन्ने एक्सपिरियन्स छ क्या सबभन्दा ब्रुसलीको चाहिँ कोरको लागि खतरा मनपर्छ मलाई चाहिँ यो लास्टै गाह्रो यस्तो गाह्रो सबभन्दा गाह्रो त मलाई यही लाग्छ कोरको यो कट कस्तो यसरी सुटिन्छ जसलाई यहाँ चाहिँ एउटा अड्डन चिज यसरी राख्ने अलि भएन यस्तो हुन्छ भने
बेहोस भएँ म एलसिड त हल्का गर्न सक्छु होला एलसिड त्यो साइड एलसिडको लागि नि कोर एकदम महत्त्वपूर्ण छ अहिले त सबभन्दा एलसिड उही छ यार लास्टै छ्या केही छैन म कमाइ खान्छु मेरो लेट्स गो कमाइ एक दिन म अवश्य खान्छु Come back अवश्य कम ब्याक हुन्छ ल मेन कुरो चाहिँ मैले चाहिँ कोरलाई ध्यान दिनुपर्ने भयो भनेपछि चाहिँ कोर र अनि सोल्डर पावर के भन्छ सोल्डर पावर कोर सोल्डर पावर अनि स्ट्रेचिङ शरीरको चाहिँ स्ट्रेच गर्नु पनि ध्यान दिनु गर्नुभयो पहिला स्ट्रेच गर्न सक्थ्यो अहिले डरा कोर र अब लास्टै ट्रेनिङ गर्नुपर्यो कोर र स्ट्रेच गर्नेलाई त्यसपछि एक दिन अवश्य ढुक्क वान डे अचिभ गरिन्छ प्लेन्स एल्बो लिभर त अब यो आउने हप्ताभरिमा सकेला अरे के भन्छ अरे त्यसलाई ह्युमन फ्ल्याटहरू छ नि टन्नै छ तिनीहरू चाहिँ म कम्प्लिट गर्छु एक दिन अवश्य यो चाहिँ लास्टै गाह्रो छ यार हेर्नु एकछिन गर्न यत्तिकै यस्तो पसिना हुन्छ मैले एक्सर्साइज त मैले बिहान गरिसकेँ भयो चाहिँ दिउँसोको चाहिँ गरेर बसेको पनि यसो गरौँ भने एकछिन गर्न यति पसिना हुन्छ बिहान धेरै आउनु अरे यस्तो गाह्रो हुन्छ कि यो क्यालिस्थेनिक भन्ने जसले मास्टर गर्छ त्यो मान्छे खतरा त्यसको शरीर चाहिँ क्यालिस्थेनिक भनेको एउटा उसी हो कि स्किल्स जिम भनेको नि एउटा स्किल्सै हो तर क्यालिस्थेनिक चाहिँ सबभन्दा गाह्रो स्किल्स हो क्यालिस्थेनिक्सको भित्रको स्किलहरू क्या जस्तै प्लेन्स रन उस्तो प्लेन चाहिँ मेरो ड्रिम है प्लेन्स रनी चाहिँ त्यो मसल अप्सहरू चाहिँ मेरो ब्याक नै विक छ नि हेरौँ न चलो one day I will achieve all of things